대도에 나 너를 담아라 가도 나반신이 얘네 마시고 이 소유지 얘네 먹고 나서 소문이 되더라 지칼리 모비지고 프로비디 되더라 지금서 저도 모비 따가 돼서 야 유수자야 저 나오거나 배디사죠 지네와에 여기 संस्था दोजी खाना गत कि लाइब्रेरी चाहिँ किताबी चाङ दुथे जो संस्था ने ए देख लगे बात हो तर लाइब्रेरी में किताब चाहिँ बोली मखनी की सर तुसी पड़े जाओ के किनो दाना पापा मारे जिनेवाते संस्था ने ए जिगल का अले छोटा नेवाते संस्था ए दुर्गा गासा जिसम को जिजक ताइनो मकी तर छिपी ताइतो बि दक्षा न थोए घडी थोए इले नेवा देड वर्ग रे नेवाते राष्ट्र संगठन का यदि नेवा देड दगो न नातो वेगमा भइलो मामा जाय कोंडु यदि नेवा देड न धाने चाहिँ नेवाते त छप्प छटिया जाया फस थुलमिसी नाता देने चाहिँ संस्था नेपालले उत्पत्ति दिमक्का जी सर एजो जिंदी नाता वेगमा देदला जब तक झिनेवा त दै झिदै जिसा बादन थाखने जब तक झिदै जिसा बुठिन नाखने जब तक झिदै जिसा फेन नाखने अले जिसा जातर बदन नाखने वेगमा छोनी जाय जस्तो बामा जा धामा वेगमा बामा सिंगरी जान जस्तो भाषण गलो माला खा तर खोइले थन माननीय जो राजेन्द्र श्रेष्ठ चुनाव भेदले कि जिउ चाहिँ मुद्दा गारे थियो नेवा राज्य जिमा ओइले नेवा राज्य हेमा रगा चाहिँ सथेकोले नेवा देदमा छु भुनिका बिगो जिमा खाना उनले यसो जिम मखना एजे चाहिँ थनाना छौ जिउ प्रविधि वे गजब मको अथवा उनपछि चाहिँ सर्व विस्तार फेरि संग्रह समिति पाखिना यावले एकदमै छिसा जिन यसो देबो जि वेको सुझाव बेगा छिसा चाहिँ खाना चना वेको त एकै चाहिँ छिसा चाहिँ पाकुने धाइना वेको त वेको छमा चाहिँ वेको अप्यारो संस्थाको व्यक्ति त मेबी छमनीमा व्यक्ति चाहिँ नभएको अवस्थामा हो साथो नेवा देदे वर्ग सु पार्टी चाहिँ चलेको संस्था खला जिसे अवश्य न मक्ने दोंगा थोरै समग्र नेवाते दको नेवाते चाहिँ सर भनेर गएको चाहिँ निस्सो चाहिँ संस्था जुन वेको चाहिँ वेको ब्यागमा चाहिँ छमखने मको तर वेको सेन्डी रगा राख्ना वही एक सेल्फी फोटो चाहिँ अले वो बेको बेपत्ता चाहिँ अन्त बनिरहेको फेसबुक जिना चाहिँ ठाउँ आन्दोलन चाहिँ भाकै रगा फोटो चाहिँ तो नेवाते वेको चाहिँ मको दक्षिण तो प्रविधि खाना एजुली जी नेवा देदे नाय त छि ताठे तो नेवाते चाहिँ राष्ट्रिय संगठन दको चाहिँ नेवाते चाहिँ तो मंगा संगठन दको नेवाते चाहिँ छियो हकितलाई जी खस छिकिन्छ रे नेवा देदे बनो आवानी दिस जी लगा सम्पूर्ण थनो भैजोबी दक्षिण चाहिँ नेवा देदे नाममा हस्ते हस्तेना जी भने त छिकि तयार हो ठुले जग्गा भए सुबे हस् दक्षिणको अब नाम भइ शंकर लिम्बु सरलाई प्रश्न राख्दैछु आईएलओ 169 को कानुनसँग बाजेको अवस्थामा 169 नै लागू हुन्छ भनेर उल्लेख गरिएको छ त्यसमा नेपाल सरकारले हस्ताक्षर गरेर आएको भए पनि पीडितहरूले त जानिएन बुझिएन त्यसैले उपभोग गर्न सकिएन तर लाहोर निगले त्यस सम्बन्धमा स्पष्ट हुँदै पनि सम्बन्धित निकायमा मुद्दा हालेर पीडितको पक्षमा निर्णय किन लिन सकिएन मैले यो पटक मैले हाम्रो कार्यक्रमहरुमा पनि राखिसकेको छु त्यसै अब म साके जिलाई पनि एउटा अर्को प्रश्न छ है एउटा राख्नु पाउने भए पनि म राख्छु बीबीसी तगन बाध्य जुया चाहिँ सफल बाध्य जुया चाहिँ न्यूज बिद बाध्य जुल लासा राष्ट्र चाहिँ न्याउ छिउ गु आन्दोलन चाहिँ अग्नु 14 गते यो आन्दोलन ख राष्ट्र यो पिखलोखै आन्दोलन ज्याचौं डो धर्ना ज्याचौं डो जुलुस ज्याचौं डो लाठीचार्ज डो सुग्यास डो तर राष्ट्रसँग चाहिँ राष्ट्र स्तरीय मजुर लगा झिक गुली ढुक्क चल्यो तल ठिक मटा तो चाहिँ स्थानीय जनता छौ अवहेलना अथवा डोमिनेसनीय खड्यु चाहिँ जी तागतना छिनाच छौ हैन जिउडो दबाव मदिको जामजिउ बस मीडिया जो दबाव का जगह जीव पास मीडिया छुया का सुन लागि भाव प्लेयर यो कस्तो भयो थम्सो मुनिले सदा थौजको स्पष्ट थौ यो सजिने छ पास्किन्तले इडीमा जसो लगा जीवना राजा साक्य जी भटिजा स्पष्ट जी चाहे जो चाहिँ चुनावले तो गु सडक विस्तार सवालले चाहिँ जिसो मुआवजा मागे सुरु खला कि नेवा बस्ती त ल्याङ्के मारे सुरु भ यदि मुआवजा बिल लाछ त नेवा बस्ती पक्रायो हरिसिद्धि बगु सिन्द सोसा जु ढाटन खला कि मको ठो नेवा बस्ती ल्याङ्के बाउ भ सा ठो दसैँले जिसो मुआवजा बिउसान तबि न तो सडक विस्तार गर्ने चाहिँ गु नेवा बस्ती सिंकेट हुन त जिसो बिच
रोकेयामारा छाड़ा आसा तोगु सर छिसं आसा धामा सरकारमा धामा छाड़ा आसा तोगु प्लान पुटी नेवाल बस्तीका थ्रीटा शैकी बजे छिप्सा प्रोटेक्ट या थ्रीटा सब्सिडाइज व छिप्सा थ्री प्री कम्पेन्सेट छिसं यान्डीमा यसले कोही या लगा छिसं चाहिँ पोलिटिकली नजबी मध्य छ धामा छाड़ा आसा नेवाल बस्ती लेंगाटेहरु ठाउँ चाहिँ आर्कियोलोजिकल्ली चाहिँ लेंगाटेउ ख भूगोल टुरिज्मको लागि चाहिँ ठाउँ डेस्टिनेसन बनेजी वो देखियो बापट ठाउँ छिपी मक्ने चौक गाड़ी गए फिरतों मरो गाड़ी गया ना गाड़ी चेक करे तो फिरतों मरो वो फैसिलिटीज ठाउँ जमाना को वो जिसम क्या फिरतों मरो तालो वी कम्पनसेट चुरे सरकार टैक्स फ्री भी फल लगी तालो ठुलो चीज है मुद्दा ना दसौं मुआवजा से ताबला से जुगाड़ तासी जिसम को डाउन सवाल देखो ऐसे छुट्टाए दसौं मजीमा देखो मेरो चाहिँ नाचा को डेटको सवाल है जीरो के बैठे सुना ला वो दसौं त्यहाँले साथै खटौ सवाल समेसन जब के यहाँ सु छैन डिफरेंट क्वेश्चंस to do मेरो चाहिँ मेरो दुई डेटको पनि सवाल है नाचा हाले है राजा साक्य चाहिँ वो ठासे चाहिँ उपस्थित लासन साक्य समाजको उपस्थिति अनि साक्य समाजको उपस्थिति थियो डेटको पनि उपस्थिति त्यहाँ ढाका भएकी यसो लासन चाहिँ डेटको रहेको आवश्यकता मोर्ने चाहिँ डेटको ढाक्छे भएन आवाने या फरक या गान्तो धुलाके मरु त्यसले स्टाफले जीवाणु विभिन्न जातीय फलको अनुभव गर्छ डेटको आह्वान डेटको पनि बान्डना भएपछि दसले आम जीवाणु छ सुरा जुना विद्यार्थी दरकार दगैनामा सकस जोजो पा ठाउँ जी प्रोटोटाइप बारे छिराउ चाहिँ थियो सम्मेलन न्यूयर्क छ चुनचुना जी आबा खटाको ठाउँ प्रदेशीय संरचना जी नेपाली वेट हुस्नी अन चाहिँ शिक्षा नीति देख्यौ चाहिँ प्रबल रूपमा चाहिँ कानुन त देख्यौ चाहिँ ध्यान चाहन्छु उहिले जी दे दबुया कार्यक्रम सुदु दे दबुना छुयाना तना दे दबुना थो शिक्षा नीतिले जिउ नेपाल भाषा त शिक्षा दुठाइको लागि छियो योजना सुदु जुना विद्यार्थी दरकार दगैनामा सकस जोजो पा जोजो लपा जी अर्चना पालिका नेपाली साधुले सचिव हो जी चाहिँ पहिला क्वेसन चाहिँ सुमन सर जी या त नि छिउ तो सडक विस्तार पीडित भए आन्दोलन जिया चौधु जी सेवले आज जस्तै 63 सालले पुसे चाहिँ नेपाल बन्द या उपत्यका बन्द यो भनि निकाल हो ढुङ्गा जी सेवले एकदमै साइलेन्स छिपिने बिचे दुजी हैन तर बच्चा हलियङ का चाहिँ यङ का चाहिँ जी सेवले आन्दोलन चाहिँ जी सेवले अकेजनली जिया चौ खला थिएन लगा थ त यो बेले आन्दोलन या अनि हामी दिग्यौ अनि हामी याला जी सेवले ख जिउ ह खेती लागि ज्यायायो खसा चाहिँ जिसो सेवले चाहिँ कन्टिन्युअसली बीए मार्नु छ बच्चा कन्टिन्युटी मजु खला हैन छ क्वेशन छ अनि सेकेन्ड क्वेशन चाहिँ जी चाहिँ साकी जिउ या त निना जी चाहिँ छौ न्यूज निना आर्थिक राष्ट्र दैनिकले चाहिँ सडक कब्जा गर्न पाउनुपर्छ भन्दै काठमाडौँमा प्रदर्शन भाउपति वो दु छिर्ने माथि संस्था धाके सडक कब्जा याना थो राष्ट्र दैनिकले छापिजु खला त्यहाँ चाहिँ क्वेशन यान जी तिमीलाई एली इन्जिनियरिङ प्रोफेसन जोली जिउ छुदाहरू गारा छ राजेन्द्र जी त सभासद जीबाट चाहिँ छौ क्वेसन छु गारा छ खन सोसाइटी अफ आर्किटेक्ट्स एन्ड इन्जिनियर्स त यो चाहिँ स्क्याफ गाडु सोना गाडु इन्जिनियरिङ सोसाइटी चाहिँ एकदम सिनियरली नेवा कन्सल्टेन्ट यो कोडु ल वहाँ वे कन्डिसन चाहिँ कन्सल्टेसन मजुइको ल जे थनुवे चाहिँ वेकअप त फोन हेर्न आउनु वेकअप संस्था लाग्छ जिबी एकदम यहाँ तो फुलाङ बस्ती प्रिजर्भियामा सम्पदा प्रिजर्भियामा उके अलि जिबी व्याट त या तर जी सभासद ज्यू वेकअप चाहिँ उही इन्टिग्रेट मजु ल छौख थन प्या हो चाहिँ सुरु गरा छ यो चीज न डिफेन्ड लिया त गथे बैंके चाहिँ छौ प्रपोजल अप्रूव या त बैंकेबल रिपोर्ट गादे नि मुला र जी हिस्टोरिकल जी त मिए बिनु लेख्ने मजु जी हिस्टोरिकल कन्ट्रिब्युसन एकदम हेभी वो डकुमेन्ट तयार चाहिँ सांसद लुवा लगी मलवा अथे चाहिँ सर्वे राखेन बनाएर चुप्यालै नको सलिड पॉइंट पिका दो एक्सरसाइज मालो र उके लागि सिनियर इंजीनियर त कन्ट्रिब्युट यार तयार तर
contact với một người chỉ vì em đi sáng sớm bỏ mẹ zombie mà là canon nhiều lại chỉ là canon mà là mức là sau khi là road engineer thought thatแต่ชูโซแต่มันต้องแบ่งเงินไม่กี่นิ้วนี้ก็ทำมาเลย Juna Nari road project that Doklela and digital and surprise and Pogna Surya. They can't beat Fala. Ukultini Minunia, then Afara Picato, GPR, International Consulting for Malaki. So I wrote it and time, but I want to give the explain their master. Sorry. I tried. Mai nyoni to ya khola se chu ko nyoni Pogna start ya fe mo so Two road project ya social development study ya environmental impact assessment ya resettlement plan degi ma wo approve di ma wo degi le janda la interaction ya piritan la person interaction ya imu rai ya doku ya वो मरेको चाहिँ वो आफ्नो मजिकमा चाहिँ सरकार र सडक चाहिँ नेपालले ढेके भएको दे कान्ट डु इट तर अपारे भन दे फोक्ना सुरुयाट फोक्ने बसु पुगाड छिगु नाच गर्दै दिस सुना रवि राज भन्ना छिगु थिए खम बालाको द्वार मथुला हजुर रवि प्रसाद राज भण्डारी जुन पपट मागे कुरा भनि मरो हस यो गरेको सुबा किनकि माइक गइदिस के दिन सरको याफै भएको हजुर यो गरेको सुबा दाइ छिगु नाच गर्दै दिस रवि प्रसाद राज भण्डारी अझ चाहिने फुट डिपिआर छोटेर पछि यहाँ वर्ष छिगु हेल्पेन दिस पवित्र कसा बाला खोदै दिगो तर कि माइक जलाइदिस हजुर ओके तिमीसँग याद भएको सडकै ठाकुरमा बनाउनु बस्यो सुबनाउनु नबस्यो फोक्ना चाहिँ सुरु छाया बनाउनु बस्यो कोही तिमीसँग छौ चाहिँ स्टडी आएर अल्टरनेटिभ स्टडी आमालो अप्सन स्टडी आमालो फोक्ना इन्की माउ खस हुन छाइ इन्की मालो फोक्ना सत मेउ ठा भन्नु वो सोला कि मो वो सोला कि मो सब आर को यामालो डोकु चाहिँ छुरा संघर्ष समिति बाँगाको ठिका भएन चाहिँ जगतमा यावको गभर्मेन्टमा चाहिँ खडा भएर दे जस्ट कान्ट डु इट सुझाव मालो सल्लाह मालोको मन लाग्छ I am available. Twistmat Consultants Private Limited. I am the director. We then now road to get straight, you know. Rata Abdul Network Okay, thank you. Juna Dr. Mahesh Mankha, राष्ट्रसया चाहिँ नयाँ जी निर्मासी हो वो राष्ट्रिय मीडिया चाहिँ वो जीव तडरंगो घटना चाहिँ मठिना न ठिकै चाहिँ जेसा ठिकै मफ्टर गाडिया जीव मगा मचावपट्टिला वेगलो घटना दिला गनो चाहिँ थो सरकारी मीडिया हो राष्ट्रिय मीडिया त नस्लवादी ब्राह्मणवादी ते योगु कब्जा दु कारण जगन खला नमस्कार ज्यू जसा शङ्कर लिम्बुजी छ शङ्कर सर म तपाईलाई अलिकति इन्डिकेट गरिरहेको छु यहाँले जति पनि मुद्दाहरू 169 र अन ड्रिपमा लगिरहनु भएको छ यहाँले नै व्याख्या गर्नु अनुसार पनि जी उयो जुनी नेपाली चाहिँ न ठिकै छु मलाई नेपाली बोल्दाखेरि यहाँलाई बुझ्न सजिलो हुन्छ होला है अनि यहाँले जति पनि मुद्दाहरू 169 र अन ड्रिप लगायत विविधमा मानव अधिकार सम्बन्धी लगिरहनु भएको छ खुसीको कुरा अहिले जुन खोकनाकै कुरा आइरहेको छ यहाँले नै भन्नुभयो अनुसार आदिवासीको सहमति नहुन्जेल 169 अन ड्रिपले कहिले पनि कुनै पनि गभर्मेन्ट एकाइलाई सहमति दिँदैन मलाई याद छ अलिकति यहाँसँग किताब पनि अगाडि नै होला अन ड्रिपको धारा 32 पर्यो कि 33 पर्यो कि 37 पर्यो त्यसमा त झन् आदिवासीको अगाडि आर्मी एक्टिभिटी कुनै पनि हालतमा गर्न पाइँदैन भनेको छ अब खोकनाको जहाँसम्म लाग्छ विकास निर्माणको काम भनेर चाहिँ अहिले जुन आर्मीहरूलाई अगाडि सारेपछि आर्मीहरू कतिको पीडित हुन्छ आदिवासीहरू कति पीडित हुन्छ यहाँले बुझ्नु भएको छ
र हाम्रो लावरनिमकै नाताले अर्को म अलिकति थप्न के चाहन्छु भनेदेखि यो त अलिकति जागरुक भएको खोकनामा भयो नेवार बस्ती भयो त्यहाँबाट अलिकति तल गइसकेपछि दरबार बस्ती छ जुन फास्ट ट्र्याकमा झ्याप्पै त्यो घरहरू मात्र बाँकी रहला कि उनीहरूको जग्गा जमिन कुनै पनि बाँकी रहने अवस्थामा छैन र अलिकति यो यसरी आदिवासी अधिकारको सन्दर्भमा कुनै पनि आवाज उठाउनेसम्म पनि अहिलेसम्म देखेको पनि छैन र तुरुन्तै होला जस्तो पनि छैन। त्यसकारण लावरनिमको नाताले त्यहाँ पनि अलिकति ध्यान दिनुहुन्छ कि हस्। मेरो नाउँ जिगुना जुन्से लाल महर्जन जी लेख। धन्यवाद। जी महेश श्रेष्ठ संस्थापक नयाँ नेवा पत्रकार दबु हाल मिडिल इस्ट च्याप्टर सल्लाहकार जोजलपा यो गैर न्यायिक सडक विस्तारको कुरा जुन छ यसले हामी प्रवासमा रहेका नेवार समुदायलाई पनि अत्यन्तै दुखेको छ र यो गैर न्यायिक सडक विस्तारका कुराहरू आज मात्रै भइरहेका होइनन्, विगतका दिनमा पनि भएका थिए र यस सम्बन्धमा राजनीति हुने गरेको तर समाधानका विषयहरू भने नेवार समुदायहरू सडकमा रोइरहेको अवस्था देखिएको छ र त्यसो हुँदाखेरि यस सन्दर्भमा नेवार समुदायहरू विकासका विरोधी हुन् भन्ने सन्देश नजाओस् एकातर्फ, अर्कोतर्फ नेवार जाति समुदायको जुन संस्कार संस्कृति र जुन विश्व समुदायको ऐतिहासिक सम्पदाको रूपमा रहेको काठमाडौँ छ यो प्रति यो उपत्यकाप्रति हामी नेवारहरूको माया ममता मात्रै होइन सम्पूर्ण नेपालीहरूकै सम्बन्धको विषय पनि हो। त्यसो हुँदाखेरि मैले एउटा कुरा उठाउन खोजिरहेको के हो भने यहाँनिर उपस्थित रहनुभएका 4 जना व्यक्ति मात्रै जवाफदेही होइन यो सवालमा, यो गैर न्यायिक सडक विस्तारको सवालमा जवाफदेही प्रत्येक नेवार समुदायका कलाकार, कवि, बौद्धिक, पत्रकार, साहित्यकार सबै हुन्। उनीहरूले यसको विरोधमा आजसम्म किन बोल्दैनन्? उनीहरूले फेसबुकका कम्तीमा पनि भित्ताहरू किन रङ्गाउँदैनन्? त्यो रङ्ग्याउन जरुरी छ यदि गैर न्यायिक सडक विस्तार हो भने। एउटा कुरो के थप्न चाहन्छु भने म फसलको नेवार पनि भएको हिसाबले यदि यो कुरो गैर न्यायिक रूपमा उठेको सही र सत्य हो भने हामी फसलका नेवारहरू पनि यो सडक गैर न्यायिक सडक विरुद्धमा विस्तारको विरुद्धमा सङ्घर्ष गर्न तयार छौँ। धरानमा हामीले नेवार एकता समाज गठन गरेका उदाहरणहरू पनि यहाँहरू समक्ष राख्न चाहन्छु। म नेवार एकता समाजको संरक्षक सदस्य पनि हो। धन्यवाद। जी चाहिने 14 गते यो धर्ना इभेन्टको लागि कार्यक्रमको लागि जी छम रिपोर्टर अलि छम फोटोग्राफर चाहिँ हटाइन छोया अलि राष्ट्रसँग चाहिने सोफा फोटो हुनु सायद पत्रिका भयो छपाएको फोटो छापे तर जिमी ठुक्क मिडियाले समाचार सब्सक्राइब दिने वितरण यदि जोनी जिमसँग सोफा फोटो तया ओ जिए छानेन छोयो ख अलि जिमो समाचारमा दु जिमो समाचार गेजो जी ताइपे और जिमो तर गोरखापत्र छापे और विस्तृत समाचार दु तर तदर नेशनल मिडियाले राष्ट्रसँग खासै समाचार तैयार छाइराको उपस्थिति खनिमको तर जिमो पनि रिपोर्ट अथवा फोटो घण्टाको जो विश्वास दु सोनिको पिने जिमो फोटो व जिमो समाचार व्यापक प्रयोग जुझी तर जितो चाहिँ छौ समस्या सुरु लगाएर जी नेवा इभेन्ट अथवा नेवा कार्यक्रमको लागि सुन रिपोर्टर फटाएले जिउ लाटे नेवा रिपोर्टर त मरो जी अन फटाइलपट्टि मनाउन भर्मुया भ फोटोग्राफर न भर्मुया भ उहिले चाहिँ शब्द धाकेको जनमा अलि उहिले योग्य इन्टरेक्ट गर्न जी न्यूज देखमाको जो बाध्यता छ समस्या छ तर त्यहाँ चाहिँ ठिकै सम्झौता बनाएर उनीहरु दिने स्वयं उपस्थित थिए जीव इभेन्ट भयो तर जीव छुट्टी जना तर जी मेरो ज्या टक्कै म फोटो घाट जी छुट्टी जना भ तर वो इभेन्टको लागि चाहिँ इबिया छोजुला अले नक्किने आर्थिक दैनिक सन्दर्भ छौ चाहिँ सहतै दिल आर्थिक दैनिक पत्रकार छौ समाचारको लागि स्वतन्त्र रु सम्पादकीय लागि स्वतन्त्र रु भएका बिना शीर्षकमा छानेयादु अथवा न्यूज चाहिँ पर्सपेक्टिभ न भयो रु भएका बिना अधिकार रु तर वो चाहिँ
ठ्याक्कै झिउ नेवा समुदाय मुभमेन्ट ठ्याक्कै विरुद्ध के वो भावना बिजोई जोंदु जिनो रिपोर्ट बना जी तो त्याजोला बोला जी क्षमा पने चिप्पी सुना व्यापारी पासनी अथवा वो दुसा आर्थिक दैनिक पत्रिका नाको 17 जुलाईसम्म झुट हो छौ केस दु जी किमिया बजार गए जी पास्किने नादा जुदा मसेको बेला जी वे गएर चाहिँ सुनमा रसायन मिसाउने नेपाली गिरोहका सुन पेजे फर्स्ट न्यूज ब्यूटी प्रतिवादी यहाँ जी प्रेस काउन्सिल नाको 4 महिना बाद बना तर वेका पनि चाहिँ क्षमा पुग्युटा यहाँ के बुमु चाहिँ जी पत्रकारको ध्यान थुक्के छौया क्याटेगोरीमा यहाँ सोइदी मले बुमु चाहिँ अयो न दु संचार माध्यम दु संचारकर्मी दु तर कथाको चिज चाहिँ वाचाइमा तदहरु नेशनल दिल्ली टेलिभिजन अलि मेरो संचार माध्यमले नेवा संचारकर्मी तस्तो भन्नु को चिजमा वाचाइमा अलि लिपाङको चाहिँ राष्ट्रिय मिडिया ब्राह्मणबारी त हारी खाला भन्ने चिज वो चिफु जस्तो गर्न धन्यवाद झिउ चाहिँ उपस्थिति तस्तो न्यू पुगे झिसँग न्याकोए झिउपट्टि मुद्दा सेल्लासँग हुने हो हे बर्मुटे चिक्षण पुस्तिका छ कविता किताब छ विमोचन जो छ वो चाहिँ फोटो नाम छापेर जाऊ झिउ न्याउरे डाउन इभेन्ट जो छ न झिसँग न कान्तिपुरे छापेया फै न नागरिक छापेया फै त्यसो झिउ दुःखदायी संख त्यसो दुःखदायी स्थिति भ के झिसँग वाचाएको मास